आज मलाई पिरो भएर सोयाबिन सादेर खान मन लाग्यो अनि मेरो साथीले सिकाएको थियो मलाई अनि यसलाई मजाले पखाले मैले 2 दिनजतिसम्म पखाले यसलाई पखालेपछि एउटा कराही बसालेर तेल हाले अनि यसलाई रातो हुने गरी भुटेपछि सर्लक्क निकाल्नुपर्छ अनि मेरो आजखेरि अलि तेल धेरै भएछ अनि निकालेपछि मैले एउटा प्याज लिए अनि खुर्सानी अदुवा त्यसपछि कागती अनि 2टा टमाटर लियो त्यसमा धनिया पनि त्यसपछि मैले 2-3टा लसुन यसलाई लिएपछि सर्लक्कै काटे पनि अनि यो अदुवा र लसुन हालेर ट्याङ परेर मैले यसरी मजाले थिचेँ कि ट्याङ परेर अनि खुर्सानी हालेँ अनि मिठी हालेर अनि टमाटर हालेर अनि स्वाद अनुसारको नुन खुर्सानी सबै हालेर मजाले यसरी लेदो बनाउने होइन अनि यसरी लेदो बनाएपछि